love and welcome. Hello everyone and welcome back to my YouTube channel. अनि यो चाहिँ हामी घुम्न गएको vlog हो, so enjoy the video. को आएन के देखा छैन घाम भएर मैले बिस्तारी आऊ कस्तो राम्रो झर्ना हो दुईजना त्यहाँ पुगिसक्यो फाला मेरो ज्याकेट फाला के गर्न लागेको सो गाइज हामी चाहिँ घुम्नलाई शान्तिधाम मन्दिर जाँदैछौँ होइन, जुन चाहिँ काभ्रेस्थलीमा पर्छ। अनि त्यसपछि हामीले चाहिँ माछापोखरीबाट गाडी चढेर अनि सानो बाइपाससम्म गयौँ। अनि त्यसपछि चाहिँ हामीलाई हिँडेर जानुपर्छ होइन, जुन गाडी जाँदैन माथि। अनि हामीले चाहिँ 1 घन्टा जति हिँड्यौँ होला सायद होइन, गफ गर्दै रमाइलो गर्दै जाँदाखेरि। अनि हाम्रो प्लान चाहिँ फर्स्ट इयरदेखि बनिरहेको थियो है, ब्याचलर अब सकिने बेला भएपछि चाहिँ हामी फाइनली घुम्न गइरहेको छौँ होइन। ठिकै छ, त्यही पनि रमाइलो भयो। एकछिन हिँड्न छु अनि त्यसपछि कति धेरै हावा चलिरहेको थियो र भुत जस्तो भइसक्यो हेर्दाखेरि पनि। गर्मी त्यत्तिकै छ भाइ, के बित्ति गर्मी आएको भर्खरै एनर्जी ड्रिङ्क उलिदिरहेको, एनर्जी ड्रिङ्क खाएर एनर्जी आएको छ हामीलाई। यिनीहरू अगाडि गइसक्यो। सो हाम्रो 1 घन्टाको यात्रापछि चाहिँ फाइनल्ली हामी आइपुग्यौँ होइन। अनि यतातिर राम्रो भ्युज भएर चाहिँ फोटो खिच्दैछन् है। अनि त्यसपछि हामीले गेट पनि देख्यौँ र गेट देखेपछि हामीलाई त्यहीँनिर टिकटकहरू बनाउनु मन लाग्यो। सो हामीले एकछिन रमाइलो गऱ्यौँ। कोहीलाई ड्युको बोतल चाहिएको छ, कोहीलाई यहाँनिर टिकटक बनाउनु परेको छ है। ड्युको उसले मुख धुनलाई क्या हुने सामान फालिराखेको छ, सिलुले मोबाइल चलाइरहेको छ, यतापट्टि टिकटक बनाइरहेको छ मम्मी। म लड्न लागि भर्खरै 2000 years later. आइपुग्यौँ मन्दिर आइपुग्यौँ। यता छन् गाइजहरू होइन त, खै सिलु कहाँ गयो। अनि हामीले मन्दिरमा दर्शन गऱ्यौँ। हामी जाँदा चाहिँ खासै भिड पनि थिएन है, 3 बज्न लागिसकेको थियो। त्यही भएर हामी चाहिँ एक्चुअली चाँडै जाने प्लान थियो, तर बिहान पानी परेर हामी घरबाट हिँड्दा चाहिँ अलिकति ढिला भएको थियो है। अरूहरू कहाँ गयो खै घुम्न होला टिकटक बनाउन गयो। हामी बसेर तिनीहरू कुदेर अब दर्शन सक्यो होइन त, सो हामीले मन्दिरमा दर्शन पनि गऱ्यौँ। उनीहरूले टिकटक पनि बनाएर आयो भित्र होइन। अनि हामी दुईजना चाहिँ अल्छी लाएर बसिरहेको थियौँ। अनि त्यसपछि चाहिँ हामी एउटा ठाउँ खोज्यौँ होइन त्यता बस्नको लागि। अनि त्यसपछि हामीले चाहिँ खानेकुराहरू लगेको थियौँ है, हल्का फुल्का। त्यही भएर अनि हामी खान लागिरहेछौँ है, रेडी गर्दैछौँ सबैजना। कस्तो मुखमै घाम आएको देखेर तर मुखमै घाम आयो। गाह्रो हुने मान्छे यहाँ रातो कुर्ता लाउने मान्छे है, गाह्रो हुने चाहिँ हो बाहिर खाएर। सो यता चाहिँ हाम्रो सेफ अस्मिताले खानेकुरा बनाएर ल्याएको थियो है। अनि त्यही भएर दिपा र अस्मिताले चाहिँ हामी सबैको लागि प्रिपेयर गर्दैछन् है। अनि त्यसपछि झर्ना चाहिँ थाली बोकेर बसिसके होइन। अनि त्यसपछि यता कसैले चाउचाउ खाँदैछन्, कसैलाई मुखभरि घाम भइरहेको छ है। अनि फाइनली रेडी भयो हाम्रो पानीपुरी पनि, अनि हामीले खायौँ पनि होइन। अनि त्यसपछि हामीले के पराठाहरू पनि खायौँ है, के लिएर आएको थियो उसले बनाएर सबै खायौँ होइन। अनि यो बस्ने ठाउँ चाहिँ मन्दिरभन्दा अलि धेरै नै पर नै छ है, अलि तलै जानुपर्छ। अनि त्यसपछि यता चाहिँ खाली नै थियो, किनभने अब बेलुकाको टाइम भइसकेको थियो, 4 बजिसकेको थियो होइन। अनि सबैजना फर्किने टाइममा हामी यहाँनिर बसेर भर्खरै खाँदैछौँ है।
छिरुले के खाँदैछ रोटी खानी झर्ना एकदमै गोरो आयो मै खाइदिन्छु है अलि सरल खालको काम के तिमीहरूले गाना गाउँछ सोच्नै थाल्यौ उसले हो नि त्यही गीत गाम क्या त्यही ठिक छ के त्यो हट भयो म पछि गीत चाहिँ चेन्ज गर्छु कि त्यो अहिले धेरै बजिरहेको कता हिँडेको बिजुली बालेर कता हिँडेको बिजुली बालेर हट भएर पट भएर क्युटी भएर हामी क्युटी भएर केटो हेरेको दुश्मन छ धेरै दुश्मन हेरेको हेरै हाम्रो दुश्मन छ धेरै दुश्मन हेरेको हेरै त्यहाँ हेर न हेरिरहेछ अँध्यारो छ यो गाउँ एउटा गाउँ न के रे अँध्यारो छ अँध्यारो छैन उज्यालो छ यो दिन राम्रो लाग्दछ मलाई सम्झना भन्ने बाँकी छ हाम्रा तिपलको भन्ने ल सुरु गर त ल गाउँमा त्यति नै आउँछ सम्झना बाँकी छ हाम्रा तिपलको सँगै रहौँला हामी तर साथ सधैँभरको सक्यो अनि के अब अँध्यारो छ यो अब अँध्यारो छ उज्यालो छ भन उज्यालो छ यो दिन आज किन लामो लाग्दैछ छोटो लाग्छ One, two, three, उज्यालो छ यो दिन आज किन छोटो लाग्दैछ फाइनली 5 बजेको पनि थाहा भएन फेरि 100 पाइला हिँडिसक्यौँ तर हामी अझै निन्द्रा लाग्छ थकै लाग्दैन आज पनि दुरादुरो हैन घाम चम्किरहेछ भएन कि बल्लासमा त्यो घाम पाएको र हामी सेफ हुन्छौँ सबैभन्दा अब यो भाषा त के लाग्यो र अब के यो बस्यो भने के को सेफ भन्ने यो टावर भने हे के भन्ने सबभन्दा डेन्जर हामी छ पछाडी तिमीहरु के बोल्यो के भन्नु न ए के भन्यो तुलसी नेपाली मेरो पौला जीवन भरि छातीमा राखी मायाले छेउ पौला तिम्रो मनमा मेरो पिराती कुन्दिन फुल्ने हो मेरो सम्झेर संसारलाई तिमीले कुन्दिन भुल्ने हो आँगनमा रोपौला जीवन भरि छातीमा राखी मायाले रोपौला जीवन भरि छातीमा राखी मायाले छोपौला रात रानी फुले झै साँझमा तिमी फुल्यौ कलेजीमा जमा मनको रहरा कान्छीलाई घुमाउने काठमाडौँ सहर कान्छीलाई घुमाउने काठमाडौँ सहर भर्खरै हामी केमा नाचेको यो स्टप गरेर सिलाम चामल सिलामा चामल मुरुका सिलामा चामल मुरुका सिलामा चामल मुरुका यो जाना मिलेसी यो जानते सही फुरुका यो जानते सही फुरुका यो जानते सही फुरुका के रे यो अफ गरेर अघि मेरोबाट भिडियो बनाएको थिएँ नि टिकटक के गीत रे के थियो यस्तो घुम्न जाऊ इन्जिन गाडीमा लहरी लहरी हेर्दै वारी पारी अनि खेल्दै लुका मारी घुम्न जाऊ है इन्जिन गाडीमा घुम्न जाऊ है इन्जिन गाडीमा अनि सिलाम चामल घुमी सिलाम चामल के रे गाई भने सानो दुध दिन्छ मानौ
खानु कि नखानु मागेर लाग्न नसक्ने जानु कि नजानु जान्छु क्यो रातले पकाउँछ कापले जानु कि नजानु त्यो रातले पकाउँछ कापले जानु कि नजानु भयो अब लास्ट गाना ओइ सुरु गरिसके जाऊ न अनुसार तिमी बिरामी कता हिँडेको बिजुली बालेर हट भएर क्युटी भएर हामी क्युटी भएर केटो हेरेको भएन यो मिल्दैन अब हामी फर्किन लागेको अब हामी फर्किन लागेको ल अब हामी फर्किन लाग्यौँ जङ्गलबाट खानपिन भयो कहाँदेखि के मन्दिर चाहिँ भन त शान्तिधाम मन्दिर शान्तिधाम आएको फर्किन थालेछौँ त्यही त कति बजिसक्यो 5 बजिसक्यो होला 5:30 भइसक्यो फाइनल्ली ब्याचलर सकिने बेला यो सङ्घर्ष देखाइदियो क्या सङ्घर्ष हजुर यही हो गेट काठमाडौँ अहिले कमै रहेछ है तिमी घर हेर अब कहाँ पानी छ भने पानी भनेन नि त अङ्गुर पखाल्ने आफ्नो स्टाइल छ हाम्रो यहाँ अङ्गुर पखाल्ने त्यस्तो हो दुई तिनवटा धुलो पार्दैन नि पचाक पुचुकै आइन यहाँ छ फेरि उसलाई चाहिँ स्टार्ट गर्नु परेछ यहाँ फेरि अब हामी चाहिँ अन्त्य गर्नु तिमी स्टार्ट गर एउटाले केरा बोकेर बजाएको छ एउटाले केरा बोकेको छ दुईटा अङ्गुर पारेको छ फाइनल्ली हामी घर हिँड्दैछौँ फाइनल्ली घर हिँडेको है गाइस हामीले गाडी भेटाउँछ कि भेटाउँदैन थाहा छैन 3 वर्षमा एकचोटि बल्ल घुम्ने दिन आयो भने त हाम्रो ब्याचलर सकिने बेला फाइनल्ली हाम्रो ब्याचलर सकिने बेला घुम्ने आएछ होइन त्यही त बिहान पानी परेर यस्तो भयो थियो फाइनल्ली क्यान्सल हुने जस्तो भएको थियो अहिले चाहिँ हामीहरू कहाँ शान्तिधामै थाहा छैन शान्तिधाम पुगेर फर्किँदैछौँ रमाइलो भयो ल बाई 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 सबैजना बाई 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 And that's all for today. Thank you so much for watching.